हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन। आज चाहिँ हामी चाहिँ साथीहरूसँग टक्क राइडमा होइन स्कुटरमा। लो साथी ल आज तिमीले भ्लग गर। टक्क आज मेरो भ्लगबाट साथी बोल्छन्। टक्क म राइड हान्छु, राइड हानेको देखाउने सिकाउने सब गर्छन् साथीले। है साथी ओके होइन चस ल खानी होइन चाल लाग्यो ड्राइभिङ खाने होइन गाइज। जम्मा गरिसकेको छ। चुत्रेनी हो हाम्रो तीर्थ यात्रा। डेस्टिनेसन हाम्रो अलि भइरहेको क्या मन्दिर देखिएन। हाम्रो डेस्टिनेसन चाहिँ चुत्रेनी हो। हाम्रो डेस्टिनेसन चाहिँ हो टक्क होइन। अनि हामी चाहिँ चेकिङ चाहिँ नगर्नु हो। शुभमले 50को स्पिड कुरा सन्चरी भन्छ भएको स्पिडमा लान्छ नि यार यस्तो हाइवेमा। Wait a minute. Who are you? आज त यहाँ चुत्रेनीमा त स्कुल होला नि त। कहाँ चुत्रेनी यहाँ स्कुलमा ल जाऊ साथी। चलो भाई देखो अब मैं क्या करता हूँ। टक्क हामी चाहिँ यति बेला चाहिँ चुत्रेनी आयौँ होइन। चुत्रेनीमा आएर मैले चाहिँ साथीलाई छोडिदिएँ। अनि यहाँ साथी चाहिँ 40-50को स्पिड डुकुराइदिए दौडाइदिने यार। खतरा दौडाएर बिस्तारै बिस्तारै हुन्छ यार दौडाएर होइन। टक्क अब चाहिँ म चाहिँ फर्किन्छु। दुईजना केटाहरू छन् तिर्पल आउने हो। अब चाहिँ लेट्स सी गाइज आज रमाइलो हुन्छ टक्क भ्लग होइन। लेट्स सी टाटा गाइज बाई बाई सी यू है। हेर्दै गर्नुहोस् गाइज होइन। यति बेला हामी तिर्पल लो जाँदैछौँ। मेरो साथीले भ्लग गराउने रे। भ्लग गराउ साथी मोबाइल नचालै डिस्प्ले हेरेको बिस्तारै हिँड्दै घुइक नपार है। हेलो वेलकम ब्याक टु सुगम भ्लग। ल है हामी चाहिँ तिर्पल रोड जान लाग्यो चुत्रेनी। यता हेर्नुहोस् गाइज होइन बाउन्ड्री स्कुटर पहिला छ है हामीलाई चाहिँ राइडरहरू नि। यसले हेर अहिले ढलक्क मार्यो भने ढलक्क हुन्छ यहाँ हेरि टक्क सुनाइन्छन् के सुन्लान् फेरि कस्तो हाल्थे यता राइडर ल गाइस म त डिलमा साह्रै डर लाग्यो। भिक्क गरेर तल हान्ने कि अनि आफूलाई जोगाम कि यता चाउचाउ जोगाम भन्ने टेन्सन। ओए मा टुपैले यो न क्या रन हाल्यो ए हाल्यो त ठिकै हो नि। उसको प्रिन्ट 2000 years later. आइज यति बेला चाहिँ हामी यहाँ चुत्रेनी आइसक्यौँ है। चुत्रेनी होइन केटा यो चुत्रेनी यो के हो खै। यहाँ पिङसिङ खेल्ने छ यहाँ के छ होइन। टक्क हामी चाहिँ यहाँ आइसक्यौँ होइन। हामी यो कपाल त्यो झिक्न त लाइक नि लास कराउ जग्गा फेरि यो के भन्छ मलाई यार। पछाडि आएर घुसाल्न लागेको त छैन। दस रुपियाँ एकैचोटि आइन्छ यहाँ। केटाहरू चाहिँ मस्त त्यहाँ के गर्दैछन् होइन। अन्डा फोर्ने वहाँ के फोर्ने हो फोर्दैछन्।
म चाहिँ यहाँ दसैँ तिहार एकैचोटि मनाउन लाग्छु यहाँ अहिले फर्किमला यार फेरि फरक आएर ओ मासु बोक्काइस क्या मान्छे बोक्की तर मासु नबोक्काइ है सरर अनमोल केसीको ठाउँमा बनाइमा यो पिरो बनाइ बाहुनलाई मुली हग्दाखेरि मुली आएर मुली साग पुलोस् न मुलीको के काम गराउँछ क्या मलाई त यार कसम बाटामा फोर उठाउने मान्छे जस्तो गराइदिन्छ क्या कति बेला त मलाई त एउटा दुईटा त मुख छाडा नगर्ले पनि गराइले ग्रुप पकाएर दिपक सरहरूको ग्रुपमा हैन छाडा नबोलेको भने चाहिँ म केही बोलिछु त हैन त हामी सबै निस्किन्छ अरे एउटै थियो त मुली पात र दगार एउटै हो पात सागबाट यो बाहुनको ढङ्ग कस्तो भिडियो गराउने हानेर मैले त्यो हाती गरिछु मैले कस्तो थाहा छ कि हाम्रो बाहुन घोप्टो पारम न घोप्टो दुई भाइले नै उल्टै गर्छन् न विचित्र विचित्र यो अर्थ नि यिनीहरूले हुन त मैले नि गर्छु नगरेर काम नगरेर नत्र मेरो नि त्यही हो ल यो चाहिँ पर्फेक्ट भयो है गाइस पर्फेक्ट कस्तो राम्रो हुन्छ होला लौटो बाबु टक्क यहाँ धमाधम काम चाहिँ हुन लाग्छ होइन खाएर मैले गीतै बजाउन यार तैँले मोबाइल लिएन गीत बजाइन खोल स्पिकर अन गर्दै कस्तो दियो अघि नै यहाँ अन भएर लाइट पिलिक 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 गरेर नाचेछ मैले बल्ल कसको यो बाटोमा भेटाएँ मोबाइल ल गीत बजाऊ न यार कस्तो तिमीहरू आर्मर बेस 150 हाम्रो दादाको यहाँ त नम्बर प्लेट सिलेट छैन मामाले रोका भन्छ भने अनि के गर्ने हो मायाको जात त्यसुकै होस् तर चलाउनु चाहिँ छोड्नुहुन्न क्या बाहुन दादाले हजुरबा आफ्नो बालाई 2 बजे भनेको भने कति बजी छ केटा 2 त बज्यो का 2 त अघि नै बज्यो कसम यार मुताइ छ के मलाई मुत्ने थाहा छ कि तर मैले मुतिनँ कि किन थाहा तर अघि मुत्न मन नलागेर थियो म तर मुत्छु के भगर त मुत्न चाहिँ छोड्नुहुन्न ओ केटा ओ सन्दीप ओइ हिसाब र पिसाब चाहिँ बराबर गर्नुपर्छ कि लजाउनुहुन्न हिसाब र पिसाब चाहिँ बराबर गर्नुपर्छ घटी बढी नगरिकन गर्नुपर्छ पिसाब नगरे बिरामी हुन सकिन्छ हिसाब नगरे आफैले घाटा पर्छ होइन खाना पनि लाजै लाउने लाजै लागे दादा डेट लग रे यो के रे यो कलर कलर हानेर तोरीको तेल लरक्कै पारेर आइन्छ नवरत्न हो सायको तेल अन्त नवरत्न हान्दै गर तैँले लाउँछु भने त्यस बिर्सिस गरे आएर फुर्सद छैन तर कुकुरलाई काम छ न फुर्सद छ आफैले कुकुर भन्छ फेरि आर्मर नआएर फेरि मेरो यहाँ सन्किन लागिसक्यो यो त दाजुकोमा कनेक्ट भयो होला नि त के हो यस्तो खै के हो हाल्छ नि कुरा काटेको फेरि Women. फिल्डमा गीत सुन कि तराई पिकनिक गरे है गाइस
मैले त थाहा नि थिएन भर्खरै थाहा पाएँ पोखे चाट यार पाउनु कसम हेरे म त चाहँदैन नि त हेरेमा खाइदियो मुली पोखा अन्नले सराप्छ जामा रमला त टिपेर खाउ त्यो खाउ के कस्तो रहेछ यार एउटा रहेछ त खतरा तिमी त सेफै हो क्या दाइ यार सिकम भन्थ्यौ मैले नसिकिकन यस्तै रहेछ भने के हालिदिन्छन् कि हेर न खतरा हो कि है हेर न मकै मरिन्छ मजाको हुनुपर्छ है साथी आज ननाइकन कपालै झन् साह्रो बसेर नभएर त तेल लाउनु पर्छ क्या जस्ती सिलेक्ट हुन्छ बल्ल ठिक गर्यो क्या बल्ल लिची असल तेल फेरि चला फेरि लिची के हालेको चारजनाको एउटा बाँकी छ अर्को छ साइडमा राखिन्छ होला हेर न हालेको हेर न हालेको दादाले त्यो चाहिँ हाम्रो पिर्तीलाई चढाएको यता धुलठानका देउता यता तोरीपानीका देउता यता हाम्रो यता बगरभाटका देउता राहु काभ्रेका देउता सबैले मिलिजुली बाँडेर खाउन् सबै मिलेर खाउन् झगडा नरुन् पितृले रक्षारोस् पाउन् मन त न 2-3 त दाइले त के हाल्छन् क्या यार यिन त खत्तम भइछन् क्या आजकल त ल हाई एभ्रीबडी ल्याम्मा कहाँ उठाउने अनबक्सिङै नगरिकन के बाउलाई त नहाल्दै अभिनवलाई त नहाल्ने वाक्क गरेर मुलाहरू पहारा जान्छु भन्दै पहारा गइतिस नि कोही पहारा गएर पट्नी रे कोही कहाँ गएर क्यार्नी रे के भन्ने पहारा गएकोलाई पहारा काठमाडौँ कहाँ गएकोलाई भन्छु यहाँ बेनी भब यसरी हेर त ग्यादरिङ गरेर के रे टुर होइन होला के हो पिकनिक आउने थियो अब सबै स्विक्क गइहाल्यो मासु खाइनी बस्नी इन्जोय हान्न गयो सबै केटाहरू एक्लै खान्छ का तानामै चम्चा खाइन्छ गाइस हामी चाहिँ अब टक्क खाने क्रममा छौँ चम्चा लिएर आएको र टक्क खाने क्रममा होइन यति बेला चाहिँ यहाँ के बोलिदिन्छन् अब काट्न बिर्स्यो भने चाहिँ अब ट्याक्क आयो भने चाहिँ काट्नु नि है ट्याक्क रहेछ भने ओ गाइस खानालाई खाना त पाइन्छ खानी पनि तरिका चाहिन्छ ल बाहुनदा चढाउन यार एकदितिर यार देउता रिजाउला नि फाल्दैन क्या बाहुनको छोरो लासका फेरि खै केबाट सुरु गरौँ त नि खै ए भरे यति माथि छ केबाट सुरु गर्ने हो र कहाँ त खाने भन न केटा यार तिमीहरू त हट्टाम एक्लै खान्छ यार अन्ते पाए त ल्याम्ला ल्याम म त खान्छु खाने अहिले फेरि सकाएर मेरो खान्छन् ए बाउले त मैले खतरा खान्छु मासु है फेरि यो एकदम मैले अर्ग्यानिक भैँसीको हो यो बप्स्या ए बफ नभन् क्या मम्मीले हेर्नु होला नि फेरि सफ्ट हो क्या सफ्ट बफ होइन
टोट गर्दै हो त उज्जवलको मम्मीले नहेरिदिनु बाहुनकोले पनि नहेर्नु मेरो मम्मीले त भेट्नु यसो चिलाम भनेको नि कमेरा टाढो छ तेरो सुत्या छ गानो के गानो ए बरे पसिना पिरो त वाइड रहेछ यार छ्या रन मया ओइ नगरको हातले नगर भनेर चराले हगेको चराले टाउकोमा हगेपछि मैले अवश्य कि आवश्यक के गर्नुपर्छ अरे केटा त्यो कोकको त्यही गर्नुपर्छ अरे के बाउन खैले टाटो खान के चाहिँ गर त्यो कहाँ र कौवा ओए यही छोकामा हग्देला रे हुन्थ्यो नि टाउका पोल्याट हग्दे नि हुन्थ्यो नि मेरो खाना हग्देला हग्देर ठिकै थियो पिलेटा नहग्दे हुन्छ हग्दैन क्या कस्तो डढाएको र तिमी मेरी बाउन्डर जस्तै जाने गएर ओए मुला यता हाल्न को भगाउँदैन म टाउका हाल्न ए खान त छोड्दैन कहिले ए खान त छोड्दैन कहिले अरे बाउन्डरले खाना चाहिँ छोड्दैनन् क्या फेरि खानै गाह्रो यार केटा पिरो पिरो गरेर यार मेरो बेलुका भयो यार कोला पट्टाको साथी भन्दै म भलिबल खेल्ने एउटी केटी थिएँ राखियो नि त्यो त्यस्तै माथि न्याप्टी चर्की हो तिमीले पनि चिन्छौ कि आगा नाम भन्छ है गाड्ने अहिले ए भाइरल अबटोलाई फर्केर आऊ है तिमी हल्का हन्नी कहाँ छौ तिमी फर्केर आऊ होइन मैले दिएको होइन होला के हो ए खत्तम रहेछ भलिबल खेल्ने केटीलाई छोड्यो छान खाट तिमीले त होइन हिजो चाल्दै भने क्या फेरि त जथेर नि कास गर्छ खाट तिमीले कुनो र त्यो खड्का सनम खड्का होला मतलब बिगाएर क्याको गएछ अन्ति फेरि सनम हल्का फेरि हाम्रो साथी हुने कोहीलाई आइन्छ भने चाहिँ सिधै डिलिट अरे जथेर नि कास गर्छ ए स्कुटर पाएको एकछिन बाउले हेर न राइड हान्ने रे आम्मै पहिल्यै दुइटा मिलाएर सक्यो यसले अघि ओह्रामा पहिल्यै दुइटा चढेको क्या मा हेन्डेल चलाएको यति बेला माछा फिसिङ होइन टक्क अब चाहिँ यता खोलातिर जान लाग्छु खोला हान्दा नि यहाँ किनार लोटम्ला गाँठे यार बङलङ्गा जाम्ला र फेरि उडो तान्डेला मलाई ए आमे केडा आए ए के भन्छन् यार खुट्टा चोबल्नेलाई स्नान हो कि के हो त्यही गरम है एकचोटि होइन बल्ल रहेछ घिल्ला गर्दिनँ बिना सिद्धि त्यति बेला हामी चाहिँ टक्क यता हो कि सुद्रेनतिर टक्कमा फर्किने क्रममा छु मजा आउँछ यार
ओ मा चिप्लो चिप्लो रहेछ मैले भ्याक्युम लगाएर फेरि यतै फर्किन्छु म बिदा सिद्धि पिङ एक्लै भइन्छ यहाँ उल्टो खेल्छु जग्गामा उई चाचा ओए ओए बाङ्गी चल्छ यसले गुडाको यहाँ लिपिन्छ है यस्ता मुन चाहिँ मल चाहिँ कहाँ खै कपाल स्प्रिङ ल रुक साथी रुक ओए 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 चलिने हो क्या दोस्ती हामी लोटेको मरा बाउ खप्पर मुला तुले कुन्ने कुच्चा गरे छट्टो फुकाली सट मुजी रोकिए छट ओर्ली ओर्ली केही हुन्न ए बाबाले मार्यो केही हुन्न काला समय हुन्न केही भिडियो गराइछु क्या फुटालिस किया यार छिटो हैन फुट्दैन यस्तो अस्ति ए किन हालेछ भन्ने भयो के मैले मल चलाउँछ भनेर त केही होइन केही यति बेला हामी चाहिँ टक्क होइन यहाँ ड्राई पिकनिक गरेर बस्यौँ होइन ड्राई पिकनिक गरेर बस्यौँ अनि त्यहाँपछि अब चाहिँ हामी चाहिँ जाने बेला हुन लाग्यो होइन ओइ मा अब चाहिँ हामी लगभग अब सकिसक्यो हाम्रो ड्राई पिकनिक के चलाउनुहुन्छ नि स्कुटर टक्क ब्यालेन्स ओइ अब चाहिँ सक्नु लाग्यो के अरे अहिले हल्का स्कुटर चलाउँदैछन् केटाहरूले यहाँ घुइमी पारिन्छन् आया अब चाहिँ हामी टक्क हामी चाहिँ 4 जना छौँ अनि चाहिँ अब छोड्न जाने हो एकजनालाई होइन हुन्छ अब छोड्न जाने हो बाहुनलाई छोडेर आउँछु म अनि फेरि हामी तिर्बल लोड फेरि बेनीतर्फ जान्छौँ अनि यस्तै छ जिन्दगानीमा होइन बाहुनले कोक खाना लाग्छ सन्दीपलाई दिन्न यस्तै छ अब यो मै बाहुन हो म्याच छ्या फोर हो नि यार छ्या मजाक लुट्यो यार हात फर्के जस्तो हो यार छ्या यस्तरी बसेर नि कहाँ त हुँदो कहाँ लुट्यो नि छ्या हात फर्क्यो मा सिनेमेटिक बिजुली तैँले हाँस्न खोजिस् म त हाँसेन लो यति बेला चाहिँ हामी चाहिँ टक्क यी स्कुटर राइड हान्दै अब फेरि हाम्रो दादालाई छोड्न बेनीतर्फ जान लागिसक्यौँ होइन अनि टक्क मैले चाहिँ यहाँ फर्काउन लाग्छु अब चाहिँ हामी फर्काएर चाहिँ टक्क ल दादा छिटो आउन यार त्यहाँको गेट टिम छोडिदिन्छु के मङ्गलघाटको टक्क हाम्रो दादालाई चाहिँ छोडेर म आइहाल्छु होइन हाम्रो दादा चाहिँ फेरि हल्का दौडाइन्छ आउन बेर लाउन सक्छु है जान बेर लाउन सक्छु है अभिनव दादा चाहिँ हल्का दौडाउँछ नि त्यो टाउको ल्याउ न टाउको टक्क अब चाहिँ हामी फोटाइस् नि मान्नै पर्यो 15 minutes later.
अड्केको अम्ले त यस्ता कि पक्का हाकिरहेछ होइन मजा आउँछ डुल्लोमा के हो साह्रो अन्त तानेपछि झ्याप्प लाउँछ टक्क अब हामी चाहिँ यति बेला डम्मरा आएको अवस्था होइन हामी चाहिँ डम्मरा आइयो अस्ति नै चाहिँ यहाँ एक्सिडेन्ट भएर यहाँ बुद्धको प्रिन्सिपल मरेको हामीले अघि अभिनव अघिको साथी बाहुन त्यो साथीले भन्थ्यो त्यसको काका हो काका यहाँ हरन हान्ने अरे अभिनवले भनेको हाल सजिलो त हाल कुनाटा हाल्ने अरे यहाँ नि हरन हान्दै एकचोटि अभिनवले सिकाइन्छ का मलाई त खत्रै दोस्ती स्पिड भयो का अलि स्पिड भयो का केटा स्पिड लिमिट यहाँ ओभरटेक नहान क्या साथी यहाँ पुस्छ रे गाडी छ गर्थ्यो भने त्यहाँ पछि 26 ठिक छ अलि धेरै हो होइन 20 3मा झर 4मा झर 20 पग्न 346 minutes later. यति बेला चाहिँ अब यति धेरै भाँडा छ है अब भाँडा माझ्दा छ खाने बेलामा खाइयो होइन यति माथि भाँडा छ है यस्तो भाँडा अब फेरि भाँडा माझ्ने होला एक्लै माझ्ने होला यत्रो माथि छ अब अब म माझ्छु भाँडा अब खाने बेलामा खाइयो होइन अब भाँडा माझ्ने यहाँ एक्लै मस्काउने होला 3, 2, 1 स्टार्ट अब टक्क मोबाइलको चार्ज नै छैन मेरो काम पनि सक्यो आज रमाइलो गरिदियो होइन थ्याङ्क यू फर वाचिङ बाई बाई ल मेरो मोबाइल राख्छु त चार्जमा राख्दै त ए अब काम मैले दुइटै हान्दैछु Bye bye guys. Don't forget to subscribe my channel.